हेलो साथीभाइहरू, के छ? सन्चै हुनुहुन्छ? दसैँ कस्तो भयो हजुरहरूको साँच्ची? अनि दसैँमा को के चाहिँ गर्नुभयो? कतिको बिरामी हुनुभयो? कतिको मासु भात खानुभयो त नि? अनि दसैँको बेलामा चाहिँ प्रायः मान्छेहरू बिरामी हुन्छ नि त। अनि म पनि अलिअलि रुगाले सन्चो छैन क्या साथीभाइहरू। अनि साँच्ची भन्नुपर्दा के अस्ति म गाउँ जानुभन्दा अगाडि चाहिँ मैले वेट लिएर गएको थिएँ। कति बढ्ने रहेछ कति घट्ने रहेछ भने चाहिँ मैले वेट लिएको थिएँ। तर म जतिको त्यति रहेछ, वेट बढ्ला कि भनेको बढेन क्या साथीभाइहरू। जे होस् साथीभाइहरू, आफ्नो माइती घर गएर चाहिँ मैले दसैँ मनाएँ। टिका चाहिँ थिएन मेरो, तर हेर्नु त यहाँ कस्तो दामी टिका बसेछ क्या मेरो माइत घरको चिनो। पिम्पलले कस्तो साथ दिइरहेको हेर्नु न मलाई अझै पनि। उफ साथीभाइहरू, जे होस् साथीभाइहरू, एकदमै रमाइलो भयो। मेरो चाहिँ दसैँ चाहिँ स्पेसल नै भयो। खुसी लाग्यो एकदमै। मम्मी बाबानिर गएर बस्न पाउँदाखेरि एकछिनै भए पनि त बस्न पायो नि त। अब नेक्स्ट टाइम त त्यस्तै हो। अब यही चाडपर्वको बेलामा त हो नि धेरै बिदा हुने, जान पाउने भनेको होइन। ओके, केही छैन। अब जिन्दगी भनेको नै त्यही त हो नि होइन साथीभाइहरू। जहिले सँगै बस्छु, सँगै हिँड्छु भनेर कहाँ पाइन्छ त नि होइन। आफ्नो समयअनुसार आफ्नो हुन्छ नि त। अब आफ्नो के भन्छ त्यसलाई भन्नै जानेन पो। अब यस्तो हो क्या साथीभाइहरू, मान्छे समयअनुसार चेन्ज हुनुपर्छ। त्यो कुरा सबैलाई थाहा होला होइन। तर हामीले अलिकति सोचेको जस्तो त कसैको पनि हुँदैन होला सायद, मेबी मलाई चाहिँ त्यस्तो लाग्छ है त। ओके साथीभाइहरू, केही छैन। अब अनि साँच्ची आज दिनभरि बिहानदेखि लिएर अहिलेसम्म पानी परेर हेर्नु न कति साह्रै चाहिँ झरी परेको हो र त्यति साह्रै दसैँमा लगाएको लुगा धुम भनेको होइन साथीभाइहरू। हे प्रभु, घामै लागेन अनि के धुनु त नि होइन। अझै मैले त अघि थोरै त धोथेँ हो, अझै भिजाएर राखिराखेको छ नि त्यहाँ साथीभाइहरू। केही छैन। अब सबैजनालाई फेरि पनि ह्याप्पी दसैँ भन्दै चाहिँ म बाई बाई भन्न चाहन्छु हजुरहरू सबैजनालाई। ओके, बाई बाई एभ्रिवान, स्टे ट्युन है त।